कुरा गरौँ गण्डकी प्रोभिन्स। यो टिमलाई अभागी भन्ने कि के भन्ने, सबैभन्दा लोकप्रिय ठुलो फ्यान बेस भएको टिम, तर यही टिमका समर्थकहरू भने हरेक वर्ष निराश भएर फर्किन्छन्। समर्थकहरूलाई पनि कहिल्यै खुसी दिन सकेन यस टिमले। ठुलो आशा गरेर महँगो टिकट किनेर गण्डकीका फ्यान जस्तो सुकै परिस्थिति किन नहोस् सपोर्ट गर्न आइपुग्छन् आफ्नो टिमलाई, चाहे काठमाडौँ, चाहे पोखरा, चाहे कुनै पनि ठाउँ होस् देशभरिका। तर अन्तिममा जहिले निराश हुँदै फर्किन्छन्। यो सिजन पनि लगातार जित निकालेर गण्डकी फाइनल पुग्यो। सिनर्जी एकदमै स्ट्रङ देखिँदै थियो फाइनल अगाडिसम्म पनि, होइन? तर अन्तिममा फेरि त्यही हो, हार्ट ब्रेक। गण्डकीसँग अर्ग्यानिक ट्यालेन्ट छन्, अर्ग्यानिक सपोर्टर छन्, जुन सायदै कसैसँग छ नेपालमा। टिटिएसकै कुरा गर्ने हो भने पनि म सक्सेसफुल टिम हो नेपालको, तर यो टिमले पनि यति ठुलो ओरिजिनल फ्यान बेस पाउँदैन जति गण्डकीले पाउँछ। तर सबै कुरा इमोसन्स मात्र होइन, खेल जित्नको लागि चाहिने रणनीति हो। रणनीति बनाउनुपर्छ, रणनीति बनाउन टिम हुनुपर्छ। विगतदेखि वर्तमानसम्म 101 खेलाडीहरू गण्डकीमा आए गए, तर गण्डकीलाई एनबिएका उपाधिहरू दिलाउन कसैले सकेनन्। युवा खेलाडीहरूलाई गण्डकी प्रदेशले मौका दिन्छ, प्रदेशले प्रयास पनि गर्छ, अरूसँग प्रतिस्पर्धा गर्नको लागि विदेशी खेलाडीहरू पनि आबद्ध गर्छ भनौँ, होइन? तर यति गर्दा पनि जहिले पनि कुनै न कुनै कम्बिनेसन या भनौँ कुनै सेटिङ मिल्दैन। यो टिमको लक नै यस्तै छ, अनि फाइनल हार्छ। यो पटक लगातार 2वटा सेट जितेर च्याम्पियन बन्नको लागि एक हात अगाडि बढाइसकेको थियो ट्रफीमा, तर छोड्नु पर्यो, दिनु पर्यो, होइन? 2वटा सेटमा वर्ल्ड क्लास टिम देखिएको गण्डकी फेरि त्यही टिम अकस्मात कुनै वडाको टिम जस्तो बन्न पुग्यो। त्यति कमजोर खेल्न पुग्यो त्यसपछिका बाँकी 3वटा सेट। हजारौँ समर्थकहरू पोखराको कवरहलमा त्यो गर्मीमा उपस्थित थियो। हो गर्मी कस्तो थियो तपाईँलाई थाहा छ? भेडा बाख्रा थुनिए जसरी थुनिएर त्यस्तो माहौलमा पनि बसे, तर आफ्नो टिमले लगातार 3 सेट हारेको दृश्य हेरेर फर्किए। यो हार्ट ब्रेक थियो, छिया भएको थियो मुटु। मैले साना साना बालकहरू रुँदै गरेको पनि देखेँ। यो टिमको कमजोरी भनेको एउटै रह्यो, नेपाली खेलाडीले चाहिएको बेलामा स्टेप अप गर्न सकेनन्। ल आइमल त इन्जर्ड भए वा कुनै कारणले उनी चलेनन् भन्यो, ल मानिलिउँ चल्दैनन् रे कुनै दिन, तर त्यसपछि अरूलाई के भयो त? यो पनि त हो, किन उनीहरूले सिम्पल सर्भिस पनि रिसिभ गर्न सकेनन्? अरू बेलाका किङ उपाधि पाएका हिमाल, उनका सिग्नेचर स्पाइकहरू यस फाइनलमा लागेनन्। नबादशाह सन्जुका प्रहारहरू नै प्रभावकारी रहे। उनीहरू मात्र होइन, सबैको हालत उस्तै थियो। त्यत्रो समर्थन, 3चोटि मौका छ, तर जोस गायब थियो गण्डकीको। पहिले सुजन, रवि, घनश्याम आदि धेरै किरण, कतिको नाम लिनुहुन्छ तपाईँ? धेरैजनाले विदेशी टिमहरूलाई समेत हानेर उपाधि जितेका छन्। यो टिमसँग प्लान बी थिएन। सबैभन्दा ठुलो कुरा त वान एन्ड ओन्ली प्लान वाज देयर इज आइमल खान, र आइमललाई नै प्लान ए को रूपमा राखेर फाइनल उत्रियो टिम, बिना कुनै प्लान बी। यसै त गण्डकीलाई हाई प्रेसर गेममा जस्तो कि फाइनलहरू मानिलिउँ अलिकति अनुभव कम छ, नर्भस हुन्छ टिम, त्यसमाथि तयारी पनि खास नभएको हुनुपर्छ, किनकि नेपालमा त्यही त भलिबलको अवस्था स्थिति कस्तो छ तपाईँ हामीलाई थाहै छ।